जङ्गबहादुरले नेपालको नक्सा कसरी जोगाए? यदि जङ्गबहादुरले त्यो निर्णय नगरेको भए नेपालको नयाँ मुलुक मात्र होइन, आफ्नो स्वतन्त्र अस्तित्व पनि गुमाउन सक्थ्यो। नेपालले सुगौली सन्धिपछि गुमाएको भूमि जङ्गबहादुरले विश्वकै शक्तिशाली ब्रिटिस साम्राज्यलाई आफ्नो पक्षमा पारेर फिर्ता ल्याउन सफल भए। रोचक कुरा त के छ भने विशाल सेना पठाएर ब्रिटिसलाई सहयोग त गरे नै, यसको साथै लखनऊको केसरबाग दरबारमा नेपाली सैनिकहरूले प्रशस्त हीरा, मोती, जवाहरात लुटपाट गरेका थिए। विक्रम सम्वत 1872 अर्थात् सन् 1816 मा भएको सुगौली सन्धिपछि नेपालले आफ्नो ठूलो भूभाग गुमाएको थियो। बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पनि त्यही गुमेको भूभागमध्ये पर्दथ्यो। 4 दशक बितिसकेको थियो, गुमेको भूमि फर्कने कुनै आशा देखिँदैन थियो। तर सन् 1857 मा भारतमा ब्रिटिस शासन विरुद्ध ठूलो विद्रोह सुरु भयो। उत्तर भारतका धेरै सहर विद्रोहीहरूको नियन्त्रणमा पुग्यो। ब्रिटिस शासन नै ढल्ने अवस्था सिर्जना भएको थियो। त्यति बेला विद्रोही पक्षले पनि नेपालसँग सहयोग मागेको थियो, तर तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले विद्रोहीलाई सहयोग गर्ने निर्णय गरेनन्। उनको बुझाइमा ब्रिटिस साम्राज्य संसारको शक्तिशाली शक्ति थियो, त्यसैले उनले विद्रोहीहरूको भन्दा ब्रिटिसको विजय हुने सम्भावना बढी देखे। जङ्गबहादुरले भविष्यको राजनीति हेरेर निर्णय गरेका थिए। सबैभन्दा पहिले उनले खप्तरका राजा पहलमान सिंह बस्नेतको नेतृत्वमा करिब 6000 नेपाली सैनिक भारत पठाए। नेपाली सेनाले उत्तर भारतका विभिन्न क्षेत्रमा विद्रोहीहरूसँग भीषण युद्ध लड्यो। उनीहरूले कब्जा गरेका धेरै स्थान पुनः ब्रिटिसको नियन्त्रणमा ल्याइयो। तर जङ्गबहादुर यत्तिमै रोकिएनन्। 10 डिसेम्बर 1857 मा उनी स्वयं 9000 सैनिकको विशाल फौजसहित काठमाडौँबाट भारततर्फ प्रस्थान गरे। गोरखपुर पुगेपछि उनले त्यहाँको अवस्था नियन्त्रणमा लिए। त्यसपछि अम्बरपुर, जैनपुर, आजमगढ, सुल्तानपुर, चण्डा, बदलपुर लगायतका क्षेत्रमा नेपाली सेनाले विद्रोहीसँग कडा सङ्घर्ष गर्यो। अन्ततः 19 मार्च 1858 मा जङ्गबहादुर लखनऊ पुगे। लखनऊमा नेपाली र ब्रिटिस सेनाको संयुक्त फौजले विद्रोहीहरूलाई पराजित गर्यो। युद्धपछि ती क्षेत्रमा नेपाली सेनाले ठूलो लुटपाट गरेको थियो। रोचक कुरा त के छ भने लखनऊको केसरबाग दरबारमा नेपाली सैनिकहरूले प्रशस्त हीरा, मोती, जवाहरात फेला पारेका थिए। तर ती बहुमूल्य रत्नहरूको वास्तविक मूल्य नबुझेका कतिपय सैनिकहरूले सुनको धागो निकाल्न मोती र जवाहरातहरूको हार नै फुटालिदिएको कथा आज पनि सुनिन्छ। तर जङ्गबहादुरले भने लखनऊबाट हीरा, मोती भन्दा पनि मूल्यवान कुरा लिएर फर्किएका थिए। त्यो थियो ब्रिटिस साम्राज्यको विश्वास। नेपाली सेनाको सहयोगले भारतीय विद्रोह दबाउन महत्त्वपूर्ण भूमिका खेलेपछि ब्रिटिस सरकार जङ्गबहादुरसँग अत्यन्त खुसी भयो। नेपाललाई इतिहासको सबैभन्दा ठूलो कूटनीतिक पुरस्कार दियो। सन् 1860 मा भएको नेपाल ब्रिटेन सन्धि मार्फत बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई नेपाललाई फिर्ता दिइयो। फिर्ता आएको यही भूभागपछि नयाँ मुलुकको नामले चिनियो। सायद जङ्गबहादुरले केवल बाँके, बर्दिया, कैलाली र कञ्चनपुर मात्रै फिर्ता ल्याएका थिएनन्, उनले नेपालको नक्सा पनि जोगाएका थिए। जङ्गबहादुरले युद्ध जितेर होइन, सही समयमा सही पक्ष रोजेर र सैनिक सहयोग र कूटनीतिक सम्बन्धको माध्यमबाट नेपालले गुमाएको महत्त्वपूर्ण भूभाग फिर्ता ल्याउन सफल भएका थिए।